यसरी खाँदा टेस्ट मिठो हुँदैन। सो हेलो गाइज, मेरो लास्टको करेन्ट भिडियोमा मैले यसरी करेन्टको नुडल बनाएको थिएँ, जसमा एकजना सब्सक्राइबरले यसरी खाँदा टेस्ट मिठो हुँदैन भनेर कमेन्ट गर्नुभएको थियो। त्यसैले म आज करेन्ट अर्को तरिकाले बनाउँछु। सुरुमा त प्यानमा पानी भर्छु र ग्यासमा पानी उब्लिन दिन्छु र यो तरिकाबाट प्याज टमाटर खोर्सानी केही पनि काट्नु पर्दैन। त्यसैले प्याकेटलाई फोड्छु र त्यो प्याकेटको भित्र साना प्याकेटहरू हुन्छन्, जसमा एउटा मसला, एउटा ड्राई भेजिटेबल र एउटा ओइलको प्याकेट हुन्छ। र यसमा पानी उब्लिन लागिसकेपछि यसमा नुडल हाल्छु र त्यसकै साथमा ड्राई भेजिटेबल पनि हाल्छु र तिनलाई चाहिँ मजाले उब्लिन दिन्छु। र करेन्टको 3x नुडल मोटो हुने कारणले यसलाई बेसरी पकाउनु पर्छ र मैले आफू पकाउने बेला यसलाई 2-3 चोटि निकालेर चेक गरेको हुँ। त्यसैले तपाईले पनि यसरी नै चेक गर्नु होला। अब यसको नुडल पाकिसक्यो, त्यसपछि यसको एक्स्ट्रा सुप हाल्छु र त्यसपछि पाकेको नुडललाई थालमा हाल्छु। त्यसपछि म आफ्नो सेटअप तयार गर्छु र सुरुमा ओइल हाल्छु र त्यसपछि मसला हाल्छु। त्यसपछि सबैलाई मिक्स गर्छु र यसको कलर तपाईँ आफै हेर्न सक्नुहुन्छ। र अब पाला आयो खाना चेक गर्ने र यसरी पकाएको मिठो पनि छ, साथमा पिरो पनि धेरै पिरो छ। यदि तपाईहरुलाई पिरो धेरै मनपर्छ भने तपाई यसरी नै बनाएर खानु होला। र तपाई करेन्ट चाउचाउ कुन तरिकाले पकाउनुहुन्छ कमेन्ट गर्नु होला। भिडियो मन परे लाइक र च्यानल सब्स्क्राइब गरिदिनु होला। आजलाई यति नै, ल बाइ।